नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर सहित 2 जना घुसको रकम सहित पक्राउ। चिकित्सक शिक्षा सरोकार संघर्ष समितिद्वारा जनकपुरधाममा प्रदर्शन, शिक्षा ऐन परिमार्जन गर्न माग। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग। नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री अमल लाल मोदीलाई फिर्ता बोलाउने र मोदीको ठाउँमा जनमतकी अनिता देवी शाहलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने तयारी। बङ्गलादेशी नागरिकहरूलाई काठमाडौँमा बन्धक बनाई फिरौती रकम माग्ने गिरोहसहित 7 जना व्यक्ति पक्राउ। अब समाचार विस्तारमा। मिथिला बिहारी नगरपालिकाका अत्याचार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। ज्येष्ठ नागरिकहरूको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारिएको हो। नगरपालिका 9 अन्धुपट्टीका वार्डाध्यक्ष बिन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी दर्ता गराइएको छ। वार्डाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमको लागि छुट्याइएको 4 लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठ नागरिकहरूले बताइएको सो निवेदनमा उल्लेख गरिएको छ। मिथिला बिहारी नगरपालिका वार्ड नंबर 9 के ये कार्यक्रम रखने से लगा ज्येष्ठ नागरिक के सम्मान कार्यक्रम 4 लाख रुपया विनियोजित रकम रखने से लिया तैमें सम्माने नहीं कहने हैं अपने के 4 लाख रुपया वही वार्डा के वार्डा सचिव राजकुमार मंडल निकासा कर देने हैं, पेशकी लो लेने हैं, लेकिन सम्मान एको को ज्येष्ठ नागरिक के नहीं कहने हैं। नहीं तो एकदम प्रूफ के साथ देव अपने के वो ज्येष्ठ नागरिक सबके 69 को ज्येष्ठ नागरिक के हम बैठ देव जे हम डायरेक्ट पूछने सी घर घर में जाकर जे तोरा सम्मान कहने हो तो नहीं कहने हैं ओकरा से लिखित हस्ताक्षर सेहो करबैने छी हम। त्यस्तै वैदेशिक रोजगारबाट फर्केका युवाहरूको लागि सिपमूलक तालिमका लागि 4 लाखको बजेटमा 3,98,325 रुपियाँको भुक्तानी लिएको। वार्ड नम्बर 9 अन्तर्गत स्ट्रिट लाइट जडानका लागि 8 लाखमा 7,92,921 रुपियाँ भुक्तानी लिएको। वार्ड कार्यालय संलग्न सञ्चालन खर्च मसलन्द फर्निचर इन्धन तथा सवारी मर्मतका लागि 4.5 लाखको बिल भरपाई पेश गरेको। 1,78,000 भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ। त्यस्तै वार्ड नम्बर 9 मा 2 इन्चको कृषि पम्पिङ सेटका लागि छुट्याइएको 5 लाखमा 4,85,032 रुपियाँ भुक्तानी लिएको। विद्यार्थीहरूका सिकाइ उपलब्धिका लागि श्री राम जानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्धुपट्टीको लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी 9,96,660 रुपियाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ। त्यसैगरी वार्ड नम्बर 9 अन्तर्गत खानेपानीका लागि ह्यान्ड पाइप जडान तथा खरिदका लागि छुट्याइएको 10 लाखमा 9,66,751 रुपियाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीप कुमार यादव र धर्मनाथ कुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ। करबै तैमें 10 लाख विनियोजित रकम रखने हैं तैमें अपने के वो 9,96,660 रुपया भुगतानी कर लेने हैं। तेनाइते वार्डा नंबर 9 में खाने पानी हैंड पंप चापा कल के लगी 10 लाख रकम जे रखने चले तैमें 9,66,751 रुपया निकासा कर लेने कि एको को काजे नहीं भेल है। अपने के स्ट्रीट लाइट में ये जत्ते जे अपने वैदेशिक रोजगार के युवा सबके जे कहल जे सिपमूलक तालीम देबै तहू में अपने के 32 जना के उकरास के कथन है, लेकिन 18-20 जना जो तालीम लेने हैं 50 रुपया के दर से ओकरा के नाश्ता नहीं देने हैं। ओई में अपने के जे कथी कहे छै 4 लाख रुपया में 3,98,325 रुपया निकासा कर लेने हैं। अपने के वार्ड नंबर 9 स्ट्रीट लाइट जडान के लगी 8 लाख रुपया में 7,92,921 रुपया जडान करने हैं। तो में अपने सब के मूल्यांकन कर सकै छी। पेश गरिएको सो निवेदनमा दुवै आधारभूत विद्यालयले यस विद्यालयमा कुनै पोसाक वितरण नभएको र सो वाडाका ज्येष्ठ नागरिकहरूले सम्मान नपाएको सही छाप गरिएको आधार पेश गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास स्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर सहित 2 जनालाई घुसको रकम सहित आज पक्राउ गरेको छ। अख्तियारको टोलीले विशेष सूचनाको आधारमा उक्त पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गुरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिवासका कार्यालय प्रमुख राम बहादुर कुरुवाङले जानकारी दिनुभएको छ। गोठको यलपुरका विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले 1 लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा अख्तियारका टोली पक्राउ गर्नका सफल भएको अख्तियारको बर्दिवास कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका 2 जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ। चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले जनकपुर धाममा शिक्षा ऐन परिमार्जन गर्न माग गर्दै रेली निकालेको छ। समितिको केन्द्रीय कार्य समितिले तय गरेको देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुर धाममा समेत रेली निकालिएको हो। चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समितिका प्रदेश अध्यक्ष गणेश शाहको अगुवाईमा शिक्षा ऐन परिमार्जन गर्नको माग गर्दै नाराबाजी गर्दै रेली निकालिएको थियो। चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले विभिन्न माग राख्दै देशव्यापी रूपमा सडक सङ्घर्षका कार्यक्रमहरू गरिएको छ। समितिले निरपेक्ष जारी चिकित्सा शिक्षा ऐन परिमार्जन हुनुपर्ने, सिटिभिटीको पुनः संरचना हुनुपर्ने, आयोग र सिटिभिटीको बदनियतले बन्द भएका कलेजहरू तत्काल खोल्नुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेसाकर्मी तथा कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी हुनुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्य गरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने ग्यारेन्टी हुनुपर्ने, नर्सिङ लगायतका पारामेडिकल विषयहरू चिकित्सा शिक्षाबाट अलग हुनुपर्ने लगायतका माग अगाडि बढाएको छ। हामीहरूको कार्यक्रम देशव्यापी रूपमा छ। हामीहरूको कार्यक्रम चाहिँ यसको लागि छ कि हाम्रो देश नेपालमा चाहिँ यो चिकित्सा आयोगले शिक्षा क्षेत्रका साथसाथै स्वास्थ्य क्षेत्रका संस्थाहरूलाई धेरै धरापमा पारिएको छ। यसै कारणले आजको आन्दोलन छ। हाम्रो चाहिँ माग विभिन्न किसिमका छन्, जस्तै निरङ्कुश स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन गर, सिटिभिटीको तुरन्त पुनर्संरचना गर, स्तर उन्नति गर्न बाँकी रहेका संस्थाको तत्काल भर्ना खोल, आयोग र सिटिभिटीको बदनियतले बन्द भएका नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेसाकर्मी तथा कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी गर, छात्रवृत्तिमा विभेद अन्त्य गरी समानताका आधारमा छात्रवृत्ति अवसर पाउने ग्यारेन्टी गर, नर्सिङ लगायतका पारामेडिक्स विषयहरू चिकित्सा शिक्षाबाट अलग गर, खुला बजार अर्थनीति अनुसार। चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले देशव्यापी सडक सङ्घर्षका कार्यक्रम अन्तर्गत धरना लगायतका आन्दोलनका कार्यक्रमहरू केही दिनदेखि गर्दै आइरहेको र माग पूरा नभएसम्म जारी रहने प्रदेश सचिव गणेश शाहले जानकारी दिए। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाब दिने क्रममा उहाँले प्रधानमन्त्री दाहालले आफैले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको हो। उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङ्गामा उभिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिनु सुझाव दिनुभएको हो। उहाँले गृहमन्त्री नयन काजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोऱ्याउनुभयो। जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्ने अप्ठ्यारोको लाग्नुपर्ने होइन, ओलीको सञ्चारकर्मी सामु प्रतिप्रश्न थियो। यति भ्रष्ट सरकार अर्थमन्त्रीहरूले त राजीनामा
नगरेर कसरी बस्न सकेको 8औं कि 9औं आश्चर्य भन्नुपर्छ यसलाई। यो ठुलो आश्चर्यको विषय हो। त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो जिम्मेवारी हो, त्यो जिम्मेवारी बिल्कुलै वहन नगरेर फेरि पनि मन्त्री भएर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्नुपर्ने होइन। ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भीर भएर अघि बढ्नुपर्ने समेत जानकारी दिनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताउनु भएको छ। सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्ता लोलुप्ततिर लागेको भने कुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्न नभएको बताउनु भएको हो। अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नरहेको पनि सरकारलाई जे पनि गर्न भन्ने नदिने चेतावनी दिनुभयो। सत्ता मोह, सत्ता लोलुपता, त्यतापट्टि सत्तातिर हामीले हेरेको छैन, हामीलाई हेर्नु पनि छैन। तर यसको अर्थ सरकारले हामीले हेरेका छैनौँ भनेपछि ढुक्कै रहेछ नि त, जे गरे पनि हुन्छ भन्ने कुरा यो चाहिँ चल्दैन, यो गर्न मिल्दैन, जे पनि गर्न पाउँदैन। अध्यक्ष ओलीले सरकार आफैले संसद चल्न नदिएको समेत दोहोऱ्याउनु भयो। सांसद अवरोध हुन नहुने भए पनि सरकार आफैले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो। बोल्न उठ्ने बित्तिकै सत्ता पक्ष जराकजुरुक सबै उठेर हो हल्ला गर्ने, संसदमा व्यवधान खडा गर्ने, बोल्न पनि नदिने। प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको पत्रकार साथीहरूलाई पनि म भन्न चाहन्छु, अरू सबै साथीहरूले पनि हामी सबै नेपालीले के बुझ्नुपर्छ भने देश यस्तो अप्ठ्यारो गरी यति भयावह ढङ्गले देशमाथि प्रहार भइरहेको छ, देशको अर्थतन्त्रमाथि, देशमा। ओलीले सरकारले प्रतिपक्षलाई संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भयो। मिटर ब्याज विरुद्धको सङ्घर्ष समितिको सम्पर्क कार्यालयले जनकपुर धाममा सञ्चालनमा आएको छ। जनकपुर धामको जिल्ला प्रशासन कार्यालय छेउको मण्डल कुटीमा निर्माणाधीन नयाँ भवनमा एक कार्यक्रमको आयोजना गरी कार्यालय समुद्घाटन गरिएको छ। समितिको धनुषा संयोजक राजा राम यादवको अगुवाई र प्रदेश संयोजक पुरुषोत्तम यादवको विशेष उपस्थितिमा भएको कार्यक्रम बीच कार्यालय समुद्घाटन गरिएको छ। कार्यक्रममा वक्ताहरूले मिटर ब्याज पीडितहरूको हकमा आएको ऐन कार्यान्वयनका लागि जिल्ला जिल्लामा दबावमूलक कार्यक्रमहरूको आयोजना गर्न आवश्यक रहेको बताए। आप इतने बुझा पड़ते अपना सबके कि पहले अपना सब खुद का चलिए, आप महाजन खुद का भेले। ये गलत अर्थ नहीं लेबे कि महाजन खुद का केना भगले। महाजन खुद का केना भगले कि क्यों 1 लाख रुपया लेने 10 लाख द चुकल है, फिर भी ओकरा अदालत में मुद्दा चल रहा है। तू महाजन सरासर गलत है, ओकरा से फिरता आते पैसा फिरता लेबे जे भी हालत में फिरता करबो के तही में एगो चीज ये हमारे दीदी जो कहल के 20 लाख के 70 लाख तीर लेने से अभी 70 लाख महाजन मांगे हैं। तो उस महाजन के हम तो 4 बार चिट्ठी काट चुकी है, वो जो 70 लाख लिए के हमरा सब लोग छलफल में तो होते कहू भी जब तो छलफल में तो आब पड़ले ने, छलफल में एबे नहीं करबे सीधे कबे हम 70 लाख लेबे 75 लाख। कार्यक्रममा समितिका सचिव दीप नारायण यादव, मुकुन्द दाहाल, जयलाल शेष सहितका पीडितहरूको उपस्थिति थियो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए। मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी शाहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको बताइएको छ। मोदी गत माघ 3 गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर 5बाट लगातार 2 पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए। रौतहटका उखु किसानहरूले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल
को ध्यानकर्षण गराएका छन्। आइतबार गाजा चिनी मिल बचाउ सङ्घर्ष समितिको तर्फबाट उनीहरूले सिंहदरबार स्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन्। रौतहटका रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रूपमा 2077 साल साउन 11 गतेदेखि बन्द गर्ने सूचना प्रकाशित हुनु र 2080 साउन 4 गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरूको ध्यानकर्षण भएको बताए। उनीहरूले उद्योग स्थापनाको समयमा स्थानीयहरूले भविष्यको लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्ने बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरूलाई दैनिक चलाउने असहज भएको बताए। हमारा तरफ से जौन सहयोग हुई तो हम करें। बसेर छलफल गर्नुस् भन्ने वातावरण बनाइदियो भने त्यही निकास निस्क्छ। जे गरेर पनि आन्दोलन गर्नुपर्ने राम्रो कुरो होइन के यो हामीले अलिकति उनीहरूले अप्रत्याशित रूपमा गरिएको टेन्डर प्रतिक्रिया रद्द गर्नुपर्ने, उद्योग सञ्चालनमा राज्यले पक्षले आवश्यक समन्वय एवं सहयोग गरी सञ्चालन गर्नुपर्ने, उद्योगको नाम स्वामित्वमा रहेको जग्गा अन्य परियोजना प्रयोग गर्ने नपाउने, उद्योगलाई धराशायी बनाउने कर्मचारी तथा दलालहरूलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग सहितको ज्ञापन पत्र मन्त्री रिजाललाई बुझाएका छन्। अत्यन्त आवश्यक चिज छ त्यो पनि जोड्न पाइरहेको छैन किसानहरू। त्यस्तो अवस्था भइसक्यो। प्रक्रिया त छँदैछ देखाउनको लागि, तर उद्योगमै लेखे अर्को गौरव चिन्हमै हुन्छ भन्ने हिसाबले हामी एउटा ज्ञापन पत्र ल्याएको थियौँ। उनीहरूले आफूहरूका माग नजरअन्दाज गरे जनसङ्घर्षका कार्यक्रम थाल्ने चेतावनी समेत दिएका छन्। ज्ञापन पत्र ग्रहण गरेसँगै मन्त्री रिजालले सरकारको कानुनले भनेअनुसार मिल्स उद्योगको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। सत्तारूढ नेपाली काङ्ग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तन विषयमा छलफल नभएको बताएको छ। नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका छन्। आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग जिज्ञासाको जवाब दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दावी गर्नुभएको हो। काङ्ग्रेस संसदीय दलको बैठक भोलि पुनः 11 बजे बस्ने गरी र बैठकमा सांसदहरूले राख्नुभएका सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्ने पनि बताउनुभयो। गत शुक्रबार र आज बसेको काङ्ग्रेस संसदीय दलको बैठकमा 50 जना सांसदहरूले आफ्नो धारणा राख्नु भएको थियो। संसदीय दलको बैठक निरन्तर चलिराखेको छ। अस्ति र आज गरेर जम्मा 50 जना साथीहरूले बोल्नु भएको छ अनि आज पनि अब बोल्ने क्रम निरन्तर भएको हुनाले भोलि 11 बजे फेरि यसै ठाउँमा हामी बैठक बस्छौँ र साथीभाइहरूबाट जे पनि बैठकमा सांसदहरूले विभिन्न भावनाहरू, विचारहरू व्यक्त गर्नुभयो र त्यसलाई समेटेर भोलि नै महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने काङ्ग्रेस संसदीय दलले जनाएको छ। प्रमुख सचेतक लेखकका अनुसार काङ्ग्रेस संसदीय दलको बैठक भोलि सोमबार सम्पन्न हुनेछ। नेपाली काङ्ग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनु भएको छ। आइतबार पार्टी संसदीय दलको बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्। उहाँले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको जानकारी दिए। उहाँले सुन तस्करी प्रकरणको मात्रै नभई अन्य चर्चित घटनाहरूको पनि छानबिन हुनुपर्ने बताएका छन्। सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताउनुभयो। उहाँले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शङ्का गर्नुपर्ने स्थिति बनेको पनि बताउनुभयो। बाह्य नेक्ससहरू जे हुन् त्यो नेक्ससहरूसँग यसको बारेमा सरकारले के हो, कसरी भयो भन्ने बारेमा सोधखोज किन गर्दैन? यहीँभित्र पनि यसलाई जुन ढङ्गबाट चाहिँ छानबिन गर्ने हो, जुन रफ्तारमा हुनुपर्ने हो, बोकाउनेहरू को हुन् त्यसलाई खोज्ने सन्दर्भमा किन आजसम्म उपलब्धि भएन? अनि एउटा पत्रिकाले, मिडियाले कसको कतिपटक टेलिफोन संवाद भयो भन्ने थाहा पाउन सक्छ, राज्यले थाहा पाउन सक्दैन? होइन, तपाईँ म नेपाली कङ्ग्रेसको चाहिँ एउटा जिम्मेवार व्यक्ति हुँ, संसदको सदस्य काङ्ग्रेस पार्टीको तर्फबाट भएको व्यक्ति हुँ। काङ्ग्रेसले बोल्यो भनेर
उहाँले काङ्ग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमान्नेमा सरकारलाई काङ्ग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने बताउनुभयो। सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरूमाथि अनुसन्धान नगर्ने कुराले थप शङ्का उब्जिएको बताउनुभयो। प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरुद्ध अभियान चलाएको छौ साथै दिनुहोस् भने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरूको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताउनुभयो। उहाँले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टी नेताहरूमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। बांग्लादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका 7 व्यक्ति पक्राउ परेका छन्। बांग्लादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहका संलग्न बांग्लादेशी र नेपाली नागरिकहरूलाई काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका 6 जना बांग्लादेशी नागरिकलाई उद्धार समेत गरेको छ। गिरोहले विदेशिक रोजगारीमा लाने भन्दै बांग्लादेशबाट नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानहरूमा रहेको होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो। पक्राउ पर्नेहरूमा बांग्लादेश गाजीपुरका 47 वर्षीय अमीर हुसैन, बांग्लादेश बरिशालका 37 वर्षीय एमडी मौसिउड हरि सिद्धि, ललितपुर बस्ने बंगलादेशी नागरिक 38 वर्षीय सलीम मिया, सिन्धुपाल्चोक बलेफी छौकी 27 वर्षीय तारा नेपाली, बांग्लादेशी नागरिक 21 वर्षीय जहांगीर आलम, काठमाडौँ हाडी गाउँ बस्ने बंगलादेशी नागरिक 21 वर्षीय तहमीना बेगम र इलाम चुलाचुली वार्ड नम्बर 4 की 33 वर्षीय रोशनी राई रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुल्की अपराध संहिता 2074 को दफा 211 र 212 तथा संगठित अपराध निवारण ऐन 2070 बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार प्रहरी परिसर काठमाडौँ पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डाक्टर मनोज केसीले जानकारी दिनुभयो। प्रयोग गरियो र बाहिर नजाने हिसाबले एउटा व्यवस्था पनि गरियो, उहाँ उसलाई पनि पक्राउ गर्यो। र अर्को अघि मैले यहाँलाई निवेदन गरेँ जस्तै मसाजको जुन कनेक्सन मैले यहाँलाई निवेदन गरेको थिएँ, त्यो मसाजको कनेक्सनको कुराहरू पनि देखियो र यो मसाजमा हामीले रेस्क्यु गर्यौँ र मसाजको ओनरलाई पनि हामी त्यसपछि पक्राउ गर्यौँ। र त्यही हिसाबले उसको एकजना अर्को जो यसमा इन्भल्भ भएको मोटिन भन्ने छ, उसको वाइफ पनि यसमा इन्भल्भ भएको अवस्था छ, उसलाई पनि पक्राउ गर्यौँ। र जागिर आलम भन्नेलाई पनि हामीले पक्राउ गरेर ल्याएर अहिले कानुनी कारबाहीको हिसाबले अगाडि बढाएका छौँ। अब यो यहाँलाई पक्राउ गरेको व्यक्तिको हिसाबले गर्दाखेरि पीडितहरूमध्ये कालीमाटी डोलमा रहेको मेमोरियल गेस्ट हाउसबाट एमडी नामजुल, एमडी इसाइन इब्राहिम हुसेन र एमडी अल अमिनलाई उद्धार गरिएको छ। त्यस्तै हरि सिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन फरहाद हुसेनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका कर्मचारीहरू सेवा सुविधा लगायतका विषयमा सरकारसँग असन्तुष्टि देखिएका छन्। आइतबार कम्पनीको 4थो वार्षिक उत्सव कार्यक्रममा बोल्दै कम्पनीका कर्मचारीहरूले सरकारले दिँदै आएका सेवा सुविधा समेत कटौती गरेको भन्दै असन्तुष्टि रहेको बताएका छन्। उनीहरूले कम्पनीमा कर्मचारीहरूको बिमाको विषयमा छलफल सरकारले कर्मचारीहरूलाई मार्का पर्ने गरी निर्णय गरेको भन्दै सच्याउन आवश्यक रहेको बताए। उनीहरूले सरकारले खाद्यान्न लगायतका वस्तुहरूको बजार मूल्यभन्दा बढी मूल्य तोक्ने, त्यो मूल्यभन्दा कममा खरिद गर्दा राज्यले रकम अहिलेसम्म नदिएको बताए। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका कर्मचारी युनियनका अध्यक्ष घनश्याम अर्यालले सरकारले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीलाई मूल्य तोकेर धान किन्ने भन्ने, तर सरकारले बजार मूल्यभन्दा बढी मूल्य तोकी गरेको बताउनुभयो। उहाँले बजार मूल्य र सरकारले मूल्य तोकेको वस्तु धेरै फरक छ भन्दा फरक परेका रकम राज्यले लिने भने पनि अहिलेसम्म नदिएको बताउनुभयो। तर कहिले नआउने त्यसैले बेहोर्नुपर्छ। बेहोर छ भन्नुहुन्छ भने हामीलाई केही पनि चाहिएन, बेहोरोस्, आफै चलाउँछ, राज्यले चलाउने हो, चलाउँछ, केही भएन। तर यसो पनि गर उसो पनि गर भन्ने, तर कहिले पनि अलिकति मित्रवत रूपमा राज्य।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले आफू कम्पनीको अध्यक्ष भए आएपछि रोकिएको कर्मचारीको वृद्धि गराउने काम भइरहेको जानकारी दिनुभयो। उहाँले रोकिएको कर्मचारीको बचुवा भइरहेको जानकारी दिनुभयो। उहाँले कम्पनीका कर्मचारीहरूको स्थिरतालाई कम्पनीको सर्भिस डेलिभरीमा लगाउने आवश्यक रहेको बताउनुभयो। अडिट गराएर ल्याउनुहोस्, हामी तपाईँको साधारण सभा मजाले गराइदिन्छौँ। हामीलाई कुनै पनि रोकटोक छैन। आफ्नो कर्तव्य गर्दा अरूलाई दोष लगाउनुभन्दा पहिला आफ्नो कर्तव्य चाहिँ गर्नु पर्यो र म कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई यहीँबाट निर्देशन दिन्छु, तपाईँले कम्पनी ऐनले तोकेको अवधिभित्र अडिट गराउनुहोस् पहिला, त्यसपछि आउनुहोस् हामी कहाँ। हामी तुरुन्तै तपाईँको वार्षिक साधारण सभा जुन ब्याकलग छ त्यो सहित गराइदिन्छौँ। यसमा कुनै दुविधा नलागोस्, मन्त्रालय तपाईँहरूको साथमा छ, तर खालि शर्त के हो भने आफ्नो कर्तव्य गर्नु पर्यो। उहाँले अब खरिद गर्ने प्रक्रिया चाहिँ सुरु भइसक्यो भन्नुभएको छ, त्यो गर्नु होला। सरकारले धानको मिनिमम न्यूनतम समर्थन मूल्य तोकिदिसकेको छ, तपाईँले असोज। उहाँले कम्पनीको कार्यकारिणी निर्देशकलाई कम्पनी ऐनले तोकेको अवधि कम्पनी अडिट गराउने निर्देशन समेत दिनुभयो। उहाँले सरकारले धानको न्यूनतम मूल्य तोकेको भन्दै खाद्यान्न आउने सिजनको अवधिमा नै खरिद गर्न आग्रह गर्नुभयो। उहाँले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी सरकारको भए भन्दै सरकारले भनेको काम गर्न दुविधा नगर्न आग्रह गर्नुभयो। उहाँले राजस्व सङ्कलन कम भएकाले सरकारको अवस्था आर्थिक मन्दीमा रहेको जानकारी दिनुभयो। उहाँले यस्तो अवस्थामा कम्पनीको लक्ष्य निर्धारण भन्दा पनि भत्ता भएन भन्नु उचित नभएको जानकारी दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम राईले तथ्याङ्कलाई व्यवस्थित बनाउनका लागि हरेक जिल्लामा तथ्याङ्क कार्यालय राख्नुपर्ने बताउनु भएको छ। आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव रायालले तथ्याङ्कलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा तथ्याङ्क कार्यालय राख्न आवश्यक रहेको बताउनुभयो। उहाँले हरेक स्थानीय तहमा पनि कम्तीमा एउटा गणक राख्नुपर्ने बताउनुभयो। उहाँले तथ्याङ्क कार्यालयले स्थानीय तहसम्मको जनसङ्ख्या दिने गरे पनि सम्बन्धित तहले आफ्नो जनसङ्ख्या प्रमाणित गर्न अवस्था नरहेको भन्दै गणक राखेमा स्थानीय तहको जनसङ्ख्या प्रमाणित गर्न सहज हुने बताउनुभयो। उहाँले राज्यले सक्षम हुनलाई तथ्याङ्क प्रणाली व्यवस्थित हुनुपर्ने समेत जानकारी दिनुभयो। सचिव रायाले कर्मचारी हटाउने हो भने केन्द्रको हटाउनु पर्ने उल्लेख गर्दै संहिताको प्रत्याभूति दिलाउनका लागि स्थानीय तहका अथवा सेवा प्रवाह गर्न ठाउँको कर्मचारी हटाउनु नहुने बताउनुभयो। कुनै स्थानीय तहमा कति जनसङ्ख्या छ हामीले भनेका छौँ, त्यो सङ्ख्या त्यो सङ्ख्यासँग मिल्यो कि मिलेन त्यो स्थानीय तहले हेरिदिने हो भने त हाम्रो यहाँतिर छुट्याएर चाहिँ यति, यो 2000 छुटेछ, 4000 छुटेछ, अब हाम्रो गाउँ नै छुटेछ अथवा वडा नै छुटेछ अथवा होइन घर मात्रै छुट्याएर छ, त्यो भेरिफाई गर्न चाहिँ कसले गर्दैन अब भन्दाखेरि उहाँले राष्ट्रिय परिचय पत्र, मतदाता नामावली, कर, भन्सार, कृषि, श्रम लगायत निकायहरूसँग आफ्नो तथ्याङ्क रहेको भन्दै सबै तथ्याङ्कहरूलाई एकीकृत गर्न आवश्यक रहेको बताउनुभयो। पाकिस्तानी राष्ट्रपति आरिफ अलवीले अनवर उल हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्नुभएको छ। शनिबार राष्ट्रपति आरिफ अलवीले अनवर उल हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्नुभएको हो। राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा 224(1)A बमोजिम उक्त स्वीकृति दिनुभएको हो। प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्री परिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसम्मको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बन्नुभएको छ। कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरीफ र विपक्षी दलका नेता राजा रिजाई बीच शनिबार छलफल भएको थियो। सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो। अकबर मार्च 2018 देखि पाकिस्तानको सिनेटको सदस्य हुनुहुन्छ। उहाँ सन् 2018 को पाकिस्तानी सिनेटको चुनावमा दक्षिण पश्चिमबाट बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित हुनुभएको थियो। अन्त्यमा मुख्य समाचार एकचोटि फेरि। धनुषाको शहीद नगर नगरपालिकाका इन्जिनियर सहित 2 जना घुसको रकमसहित पक्राउ। चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिद्वारा जनकपुरधाममा प्रदर्शन, शिक्षा ऐन परिमार्जन गर्न माग।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग। नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री अमरलाल मोदीलाई फिर्ता बोलाउने र मोदीको ठाउँमा जनमतकी अनिता देवी शाहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी। बङ्गलादेशी नागरिकहरूलाई काठमाडौँमा बन्धक बनाई फिरौती रकम माग्ने गिरोहसहित 7 जना व्यक्ति पक्राउ। हस्त अहिलेलाई तिकै पल खबर तेज नजर हेर्नुहोला अपन टेलिभिजन। नमस्कार।